हेलो एभ्रिवान। यो जुन तपाईले दृश्यमा देखिराख्नु भएको छ यो वनस्पतिको नाम हो टिमुर है। यो टिमुर विशेष गरी हाम्रो हिमाली र पहाडी भेकमा चाहिँ अत्यन्तै पाइने हुनाले तपाईहरु सामु छोटो मिठो भिडियो गर्न चाहे। एकदम हेर्नुस् है, टिमुरको दाना है यस्तो हुन्छ, पात अनि यो हाँगामा यसरी लटरम्मै फलेको हुन्छ है। तपाईहरुले पनि टिमुरको बारेमा के कति जान्नु भएको छ, मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरी माया गरिदिनु होला। अनि यो टिमुरको बारेमा छोटो कमेन्ट पनि लेखिदिनु होला भन्न चाहन्छु है। हाम्रो गाउँतिर चाहिँ एकदम विशेष गरी हाम्रो पहाडी भेकमा चाहिँ जताततै पाइन्छ है। एकदम हेर्नुस् तपाईले यो झ्याङै देखाइदिन्छु, हेर्नुस् झ्याङ एकदम यो झ्याङमा यस्तो जम गरेर हेर्दाखेरि हैन कतिको देखिन्छ त टिमुर। हेर्नुस् ल, एकदम बबाल फलेको छ है टिमुर चाहिँ। तपाईहरुलाई टिमुरको झ्याङ पनि देखाएँ हैन। यहाँ हेर्नुस् फेदबाट रुख यही हो हैन। मैले जम गर्दा अलिक ठुलो देखेको मात्र, तपाईले यो ठुलो पनि छ, तपाईले जमै गर्नु पर्दैन है। ओभरअल समथिङ यहाँ 2 देखि 3 पाती चाहिँ मज्जाले फल्छ होला है टिमुर। सो अब 2 महिनामा यसको टिप्ने बेला हुन्छ। 3-4 महिनामा यो मज्जाले पाकेर रातो हुन्छ, भुइँमा झरेपछि यसले दल पनि सर्छ। त्यही हो, एकदम यो चाहिँ खुल्ला डाँडा चौरहरू हुन्छ, ओ बर हुन्छ यो। हेर्नुस् यहाँ टिमुरको बोट तपाईहरुलाई यहाँबाट उफ पर जम गर्दा यहाँ पनि टिमुरको बोट हो यो हो हैन। टिमुरको बोट दाना नि देखिन्छ मसिनो तल फेद टुप्पामा हेर्नुस्। अनि त्यस पछाडि यो पनि टिमुरकै रुख हो। ओभरअल हेर्नुस् अब यो अटोमेटिक यसको दल पाकेर झरेर यो अटोमेटिक बिरो उम्रेर यो टिमुरको झ्याङ यत्रो भइसकेको छ। सो डेफिनेटली तपाईहरुलाई कस्तो लाग्छ टिमुर है, माग गर्नुहोस्। मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरी कमेन्ट पनि छोड्नु होला। हिमाली र पहाडी र तराई भेकमा नि पाइने यो चाहिँ जतापातै। हिमालमा पाइने यो भन्दा अलिक फरक किसिमका हुन्छन् हैन। पहाडमा पाइने अलिक फरकै हुन्छ, हलमा पाइने मधेसमा पाइने अलिक फरकै हुन्छ हैन। सो गाइज तपाईहरुलाई यति भिडियो राख्न चाहे।